तपाईलाई तातो पानीले पोल्यो, आगोले पोल्यो, आइरनले पोल्यो, तातो दुधले पोल्यो, तेलले पोल्यो भने के गर्नुहुन्छ? सबभन्दा पहिला धेरैजनाले गर्ने भनेको चाहिँ घिउकुमारी लगाउने, कोलबेडा लगाउने, टुथपेस्ट लगाउने यस्तो काम गर्नुहुन्छ हैन। यो चाहिँ बिल्कुल गलत हो। तपाईले पहिलो गर्नुपर्ने कुरा भनेको चाहिँ जुन पोलेको भाग छ त्यो भागलाई चाहिँ एउटा धारा खोलेर त्यसलाई कन्टिन्युअसली भिजाइराख्ने हो। भिजाउँदाखेरि के हुन्छ भन्दाखेरि त्यो जुन टिस्यु ड्यामेज हुन्छ त्यसलाई चाहिँ घटाइदिन्छ। त्यसले गर्दा फोकाहरू आउने अनि गहिरो बर्नहरू गहिरो भित्र छालाभन्दा भित्र जाने चान्सेसहरू कम हुन्छ। त्यही भएर यो हरेक नेपाली हरेक मान्छेले थाहा पाउनुपर्ने कुरा हो। पोलिहाल्यो भने चाहिँ जेसुकैले पोलोस्, आगोले पोलोस्, तातो पानीले पोलोस्, तातो तेलले पोलोस्, हस्पिटल कुद्नु पनि पर्दैन। तपाईले पहिलो गर्ने कुरा भनेको चाहिँ धारा खोलेर कन्टिन्युअसली त्यो भागलाई चाहिँ 20 मिनेटसम्म कम्तीमा 20 मिनेटदेखि 30 मिनेटसम्म कम्तीमा भिजाइराख्ने। त्यो भिजाउँदाखेरि हामीले हस्पिटल गएर गर्नु पाउने फाइदा भन्दा त्यसले धेरै फाइदा हुन्छ। हाम्रो हिजो भर्खरै एकजना पेशेन्ट आउनुभएको थियो हैन। उहाँको चाहिँ अब धारमा पोलेछ तातो पानीले। उहाँ चाहिँ अब 1 घण्टासम्म यताउता केमा लाग्नुभयो। 1 घण्टापछि मात्रै आउनुभयो। त्यो पोल्ने बित्तिकै गर्दाको उहाँले त्यो तातो पानीमा भिजाएको भए चाहिँ उहाँको त्यो फोकाहरू आउने अलिकति गहिराइमा पोल्ने चान्सेसहरू कम हुन्थ्यो। त्यही भएर तपाईले पनि आफूलाई अथवा अरू कसैलाई पोलेको छ भने यो कुराहरू गर्न एकदमै इम्पोर्टेन्ट छ। अनि त्यही भएर यो भिडियो चाहिँ तपाईले सक्दो आफ्नो फ्यामिली फ्रेन्ड्सहरूलाई सेयर गर्नुहोस्। यसले चाहिँ धेरै नै हेल्प गर्छ है। सानो पोलाइदेखि लिएर जानै जाने पोलाइसम्म पनि ज्यानै बचाउन पनि सक्ने यसको सम्भावना हुन्छ। त्यही भएर सक्दो भिडियो सेयर गर्नुहोस्। धन्यवाद।